ल साथी तिमीलाई याद छ कि यो किम्बो पहिला बाजी बाजी खानु पर्थ्यो नि त्यही पनि बाँदरको पिन जस्तो मुख बनाएर आम्मामा हेऱ्यो भनेदेखि त बाँदरको पिनै हुन्थ्यो नि हौ सेम अन्त आफूलाई बाँदरको बच्चा जत्तिकै लाग्थ्यो अन्त आम्मामा जे पाकेको देखेछ भने त खाने होस् कि खाने होस् कि चढिहाल्नु पर्ने नेभाराको पनि त नछोड्ने मान्छे हो हामी अब नस्पति अम्बकहरू त कुरै नगरौँ न त्यस्तो खालको केराहरू त अलिअलि पहेँलो चढेको छ भनेदेखि त आहा पाक्यो भनेर खाइहाल्ने काँचै केरा त पोलेर खान्थ्यौँ अब अरू कुरो त केही छोडौँ न त्यस्तो जमाना थियो अहिलेहरूलाई त टेबलमा मजाले सजाएर राखिदिँदा त अबै उनीहरूले त गोरुहरूले मुन्टो बढाएर जतिकै बढाएको छ नि हुन त अहिलेकोहरूलाई त फोन छ नि भइगयो नि पहिला पो हामी त आम्मामा अम्बक क्या केटा हो गु अड्केर गएको थियो अबै त्यो सम्झिँदा त अहिले पनि झिरिङ्ग हुन्छ नि हौ